यता चाहिँ हाम्रो म्यामहरु खाँदै होइसिन्छ टक्क खाना। ओके सो यहाँ चाहिँ हाम्रो पिकनिकको लागि हाम्रो विद्यार्थी भाइ बहिनीहरु चाहिँ तयारी अवस्थामा हुनुहुन्छ खानाको लागि। ओके हाम्रो यहाँ नानी बाबुहरु चाहिँ खेलिरहनु भएको छ। सो देख्न सक्नुहुन्छ पिकनिकमा आएर चाहिँ सो यहाँले पनि देख्न सक्नुहुन्छ। सो एकदमै रमाइलो भइरहेको छ। सो गढीमाई मेलामा चाहिँ सो यहाँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ थुप्रै खेल्ने कुराहरु एक्सरसाइजका कुराहरु पनि थुप्रै रहेको छ। सो यहाँले देख्नुहुन्छ। त्यसैगरी यहाँ ओके सो यहाँ चाहिँ विभिन्न खेल्ने कुराहरु पनि रहेको छ। सो यहाँ चाहिँ जिम गर्ने पनि रहेको छ। देख्न सक्नुहुन्छ। श्री गढीमाई की जय। सो हाम्रो भाइ बहिनीहरु चाहिँ फोटो खिच्दै हुनुहुन्छ फो क्लासको खेल्नका लागि। सो यता हाम्रो स्टुडेन्टहरु आउँदै हुनुहुन्छ लाइन लागेर क्रमैसँग। सो हाम्रो रामबाबु सर पनि प्रिन्सिपल सर अगाडि हुनुहुन्छ। हेलो टिका लगाइसक्यो त क्लास 2 पनि आइसक्नु भएको छ। सरस्वती म्याम हेलो। ओके सो क्लास 2 पनि आइसक्नु भएको छ। त्यसो हाम्रो यता सरहरु पनि हुनुहुन्छ। प्रेस कम हियर। सही हुनुहुन्छ। सो उहाँहरुको इच्छा कामनाहरु चाहिँ पूरा हुन्। एकदमै धेरै शुभकामना छ। आज हामी यहाँ गढीमाई हनुमानको चाहिँ ठुलो मन्दिर रहेको छ। सो देख्न सक्नुहुन्छ हाम्रो विद्यार्थी भाइ बहिनीहरु चाहिँ लाइन लाग्दै हुनुहुन्छ। पूजाको सामग्री किनमेल हुँदैछ। म त्यसैगरी चाहना म्याम र सुषमा म्याम तीनजना चाहिँ पूजाको सामग्री किन्नको लागि आएको छौँ। सो नरियल चाहिँ रहेको छ 80 रुपियाँ एउटाको र त्यसैगरी लड्डु त मैले अघि पनि भने 320 रुपियाँ रहेको छ। सो अहिलेको रेट चाहिँ सो अब आगामी दिनमा चाहिँ के कस्तो रेट हुन्छ। सो एकदमै मानिसहरूको भिडभाड पनि ठिकै छ, त्यति साह्रो कम पनि होइन। हाम्रो ब्युटिफुल दृश्य रहेको छ। नमस्ते एभ्रिवान। हामी चाहिँ गढीमाई मन्दिरतर्फ जाँदैछौँ सबैजना। देख्न सक्नुहुन्छ सबैजना मिलेर चाहिँ गढीमाई मन्दिर आउनै लागिसकेको छ। अब चाहिँ अब केही समयपछि चाहिँ गढीमाई सो यता देख्न सक्नुहुन्छ हाम्रो सरिता म्यामलाई, चाहना म्यामलाई पनि। सो अब गढीमाई मन्दिर चाहिँ लाग्यो देख्न सक्नुहुन्छ जानका लागि हाम्रो स्टुडेन्टहरु। सन्चै हुनुहुन्छ? हजुर हजुर। कतिको रमाइलो भइरहेको छ गढीमाई जाँदा? गढीमाई जाँदाखेरि रमाइलो त भइहाल्छ नि राजा। हेलो रमाइलो भइरहेको एकदम रमाइलो। ओके सो अब हामी आइपुग्न लाग्यो भने कति समयसम्म? आधा बाटो भयो। आधा बाटो होइन आधा भयो, आधा बाँकी छ। अहिले हामी शिवनगर कट्यो। शिवनगर कट्यो जयनगर आउन लाग्यो। ठिक छ। फाइनली अब हामी शिवनगर कटेर जयनगर आइसकेको छ। अबको केही समयपछि चाहिँ हामी गढीमाई मन्दिर स्थानतर्फ पुग्दैछौँ। यता पिकनिक जाँदै हुनुहुन्छ। गुड मर्निङ एभ्रिवान। ओके सो अब हामी चाहिँ गढीमाई पुग्नै लागिसकेको छौँ। गढीमाई की श्री गढीमाई की। ओके सो फाइनली हामी चाहिँ गढीमाई मन्दिर आइपुग्नै लागिसकेका छौँ। अबको केही समयपछि चाहिँ हामी गढीमाई मन्दिरतर्फ जाँदैछौँ। सो देख्न सक्नुहुन्छ हाम्रा प्यारा प्यारा भाइ बहिनीहरू। त्यसैगरी उहाँहरू चाहिँ हाम्रो टिचर हुनुहुन्छ। सो यतातिर चाहिँ देख्न सक्नुहुन्छ हाम्रो स्टुडेन्टहरूलाई। सो यता म छु, यता हाम्रो स्टुडेन्टहरूलाई देख्न सक्नुहुन्छ र यता पनि देख्न सक्नुहुन्छ। ओके सो हामी चाहिँ गढीमाई मन्दिरमा आइसकेका छौँ। सो हाम्रो स्टुडेन्टहरूलाई देख्न सक्नुहुन्छ लाइनमा आइरहनु भएको छ। हेलो के छ सन्चै हुनुहुन्छ? पूजाको लागि चाहिँ फुलमाला किन्दै हुनुहुन्छ हाम्रो म्यामहरू 50 रुपियाँ गोठाको दरले चाहिँ, र त्यसै गरी लड्डु चाहिँ 320 रुपियाँ केजी रहेको छ। सो एकदमै एक्सपेन्सिभ रहेको छ यो ठाउँमा चाहिँ। गढीमाई नेपालको 12 जिल्लामा रहेको एक प्रसिद्ध मन्दिर हो। यो मन्दिर शक्ति र रक्षा दिने देवी गढीमाईलाई समर्पित छ।
प्रत्येक 5 वर्षमा चाहिँ नेपाल र भारतका लाखौं भक्तजनहरू यस स्थानमा चाहिँ पूजा गर्न आउँछन् र सबैभन्दा धेरै मात्रामा बलि दिने स्थानको रूपमा पनि गढीमाईलाई चाहिँ चिनिन्छन् र गढीमाई क्षेत्र यो समयमा चाहिँ जुन मेला लाग्ने बेलामा चाहिँ धेरै मात्रामा रमाइलो हुन्छ। मानिसहरूको भिडभाड पनि उत्तिकै हुन्छ र मानिसहरू चाहिँ दियो बाल्छन्, फूल चढाउँछन् र शान्ति सुख समृद्धिको लागि चाहिँ प्रार्थना गर्दछन् र धेरै भक्तहरू मन्दिर वरिपरि मेलो, सांस्कृतिक कार्यक्रम र परम्परागत भोजनको मजा पनि लिने गर्दछन्। गढीमाई केवल धार्मिक स्थल मात्र होइन, धेरै मानिसहरूको लागि विश्वास, सांस्कृतिक परम्पराको प्रतीक पनि हो। यो त्यस्तो स्थान हो जहाँ विभिन्न मानिसहरू चाहिँ आफ्नो आशा र श्रद्धाका साथ एकै ठाउँमा भेला हुने गर्दछन्, किनभने यहाँ आइसकेपछि चाहिँ मागेको कुराहरू चाहिँ पुरा हुने गर्दछन्। सो त्यस अर्थले पनि धेरै मात्रामा मानिसहरूको भिडभाड हुने गर्दछन् यस स्थानमा। सो मलाई चाहिँ एकदमै रमाइलो लागिरहेको छ, भजन कीर्तन पनि भइरहेको छ। सो एकदमै मलाई चाहिँ रमाइलो आनन्द महसुस भइरहेको छ गढीमाई स्थानमा आउँदाखेरि चाहिँ। त्यसो हाम्रो चाहिँ पूजा भइरहेछ। हाम्रो चाहिँ यहाँ सानो साना बाबुहरूको चाहिँ फोटो खिच्ने कार्यक्रम भइरहेछ। सो देख्नुहुन्छ क्लास 2 पनि आइसक्नु भएको छ। सरस्वती म्याम हेलो। ओके, सो क्लास 2 पनि आइसक्नु भएको छ। यहाँ चाहिँ क्लास 3 रहेको छ। हामी चाहिँ अहिले गढीमाई मन्दिर स्थानमा छौँ। मोडर्न लाइफ फ्लाइट इङ्ग्लिस बोर्डिङ स्कुलद्वारा आयोजना गरेको शैक्षिक भ्रमण अन्तर्गत चाहिँ हामी गढीमाई स्थानमा छौँ यति बेला। सो तपाईँले देख्न सक्नुहुन्छ हामीले पढाइ सँगसँगै अन्य कुरामा पनि हामीले जस्तै घुम्ने स्थानमा, एजुकेसनलको हिसाबमा र अन्य खेलकुदको हिसाबमा पनि हामीले अगाडि बढाइरहेको छौँ। हाम्रो विभिन्न परम्परागत संस्कृतिलाई लिएर पनि हामीले अगाडि बढाइरहेको छौँ, जोडेर आफ्नो धर्म रीतिरिवाजलाई पनि बिर्सिनुहुन्न भन्ने हिसाबले पनि हामीले विभिन्न भाइ बहिनीहरूलाई चाहिँ विभिन्न ठाउँमा अवलोकन गराउने हिसाबले, त्यसै गरी अन्य ठाउँमा घुमाउने हिसाबले पनि पढाइ सँगसँगै चाहिँ हामीले थुप्रै स्थानमा लगिरहेको छौँ। सो एकदमै इन्जोय गरिरहनु भएको छ हाम्रो भाइ बहिनीले पनि। सो आशा छ यो यहाँबाट चाहिँ केही शिक्षाहरू अझ उहाँहरूले भोलिपर्सि ठुलो भइसकेपछि बुझ्नुहुनेछ र अन्य भाइ बहिनीहरूलाई पनि त्यही मात्रामा सिकाउनुहुनेछ भन्ने पनि आशा राख्दछु। यसभन्दा अगाडि चाहिँ हामीले एलकेजी र युकेजी र अन्य साना साना भाइ बहिनीहरूलाई चाहिँ मुक्तेश्वर मन्दिर अन्तर्गत चाहिँ हामीले पिकनिक लगेर त्यहाँको स्थानको बारेमा, त्यहाँको मूर्तिहरूको बारेमा पनि जानकारी गराएका थियौँ। हाम्रा विभिन्न म्यामहरू, सरहरू आफै स्वयं जानु भएर हाम्रो विभिन्न भाइ बहिनीहरूलाई जानकारी पनि दिनुभएको थियो। सो आज चाहिँ हामी गढीमाई स्थानमा चाहिँ विभिन्न भक्तजनको टोलीहरूसँग रहेर चाहिँ उहाँहरूलाई त्यससँग सम्बन्धित रहेर केही कुराहरू र केही शिक्षाहरू दिने क्रममा छौँ हामी। सो यहाँहरूले पनि इन्जोय गर्न सक्नुहुन्छ हामीसँगै भिडियोमा रहेर। ओके, यहाँ हाम्रो मोडर्न लाइफ फ्लाइट इङ्ग्लिस बोर्डिङ स्कुलको विद्यार्थी भाइ बहिनीहरूको चाहिँ भजन सँगसँगै आफ्नो इच्छा कामनाहरू पनि मनमा नै भगवानसँग माग्दै हुनुहुन्छ। सो उहाँहरूको इच्छा कामनाहरू चाहिँ पुरा हुन्, एकदमै धेरै शुभकामना छ। आज हामी यहाँ गढीमाईको मन्दिरमा रहेर चाहिँ हाम्रो बच्चाहरूको चाहिँ भाइ बहिनीहरूको चाहिँ प्रिन्सिपल सर पनि आफै बसिरहनु भएको छ। सो देख्न सक्नुहुन्छ तपाईँले भिडियो मार्फत। ओके, सो यहाँ चाहिँ हाम्रो फोटो खिच्ने कार्यक्रम भइरहेको छ हाम्रो विद्यार्थी भाइ बहिनीहरूको। उहाँहरू चाहिँ क्लास 1 को रहेको छ। सो देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो फोटो खिच्ने चाहिँ सरस्वती म्याम हुनुहुन्छ। सो देख्न सक्नुहुन्छ अहिले हामी गढीमाई मन्दिर स्थानमा छौँ। सो देख्न सक्नुहुन्छ सो एकदमै रमाइलो भइरहेको छ। सो तपाईँहरूले पनि यतैबाट दर्शन गर्न सक्नुहुन्छ हाम्रो गढीमाई मन्दिरको दर्शन। सो थुप्रै भक्तजनहरू पनि आउनु भएको छ। जय गढीमाई भनिसु। अहिले चाहिँ हामी लाइन भएर चाहिँ हनुमान मन्दिरतर्फ लाग्दैछौँ। सो हनुमान मन्दिर चाहिँ अलिकति अगाडि रहेको छ। सो हामी तपाईँलाई एकछिनपछि देखाउनेछौँ हनुमान मन्दिरतर्फ। हनुमान मन्दिर चाहिँ अगाडि रहेको छ।
सो हाम्रो स्टुडेन्टहरू पनि आउँदै हुनुहुन्छ। सो यता हाम्रो स्टुडेन्टहरू आउँदै हुनुहुन्छ लाइन लागेर क्रमैसँग। सो हाम्रो रामबाबु सर पनि प्रिन्सिपल सर अगाडि हुनुहुन्छ। सो हामी गढीमाई मन्दिरमा आइसकेका छौँ। चाहिँ यहाँ रहेको छ। सो देख्न सक्नुहुन्छ तपाईँहरूले। सो हनुमानको ठुलो मन्दिरतर्फ हामी आइसकेका छौँ। सो हामीले चाहिँ बच्चाहरूलाई केही शिक्षाहरू दिनका लागि र केही अनुभवहरू बटुल्नको लागि हामीले यहाँ ल्याएर आएको छौँ। सो हाम्रो क्लास 1 को भाइ बहिनीहरू हनुमानको मन्दिरलाई ढोक्दै हुनुहुन्छ। सो देख्न सक्नुहुन्छ। यता साइड लगाएर बस्नुहोस् ल। गइस्यो हनुमानको चाहिँ ठुलो मन्दिर रहेको छ। सो देख्न सक्नुहुन्छ। हाम्रो विद्यार्थी भाइ बहिनीहरू चाहिँ लाइन लाग्दै हुनुहुन्छ। हनुमानजी की जय सबैले श्री हनुमानजी की घाम चाहिँ एकदमै चर्को लागेको छ। आजको मौसम एकदम राम्रो छ, इन्भाइरोमेन्ट। सो अहिले चाहिँ हामी गढीमाई मन्दिरतर्फ आइसकेका छौँ। सो देख्न सक्नुहुन्छ। भिडभाड पनि छ भक्तजनहरूको। यता चाहिँ हाम्रो सानो म्यामहरू हुनुहुन्छ। भगवानको मूर्ति देख्नु भएको छैन, हामी तपाईँलाई प्रत्यक्ष देखाउँदैछौँ। हेलो टिका लगाइसक्यो त। यता चाहिँ हाम्रो आफूहरू चाहिँ पुजारीबाट चाहिँ डोरा पनि बाँध्दै हुनुहुन्छ। सो एकदमै खुसी रमाइलो भइरहेको छ सबैजनालाई। मन्दिर नजिकै चाहिँ डोरा बाँधेको देखेर चाहिँ उनीहरू चाहिँ हामी पनि डोरा बाँध्ने सर भनेर चाहिँ डोरा बाँध्न लागिरहेको छ। यता यता हेलो डोरा बाँधिसकेपछि चाहिँ जोनिकालाई चाहिँ पुजारीबाले अलिकति पैसा पनि दिनु पर्यो नानी बाबु हो भनेपछि चाहिँ जोनिका चाहिँ पैसा दिनको लागि चाहिँ आफ्नो पर्सबाट चाहिँ पुजारीबाला दिन तयारी गर्दै हुनुहुन्छ। सो हाम्रो भाइ बहिनीहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ फोक क्लासको। सो यता पनि देख्न सक्नुहुन्छ हाम्रो भाइ बहिनीहरू सँगै। यता हेरिस्यो। हेलो 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 कस्तो महसुस भइरहेछ हजुरहरूलाई? रमाइलो भइरहेछ? गुड। यता हेरिस्यो सबैजना। हेलो एभ्रिवान, हाउ डु यु फिल? आर यु ह्याप्पी अर नट? ओके। सो हामी चाहिँ फेरि पनि दोस्रो पटक हनुमान मन्दिरतर्फ जाँदैछु कक्षा 4 को र अन्य विद्यार्थी भाइ बहिनीहरूसँग। सो आउँदै हुनुहुन्छ पछाडि। ओके। सो यहाँ चाहिँ हाम्रो पिकनिकको लागि हाम्रो विद्यार्थी भाइ बहिनीहरू चाहिँ तयारी अवस्थामा हुनुहुन्छ। खानाको लागि चाहिँ एकदमै भोकाइसकेको छ। सो देख्न सक्नुहुन्छ। यतिखेर हामी गढीमाई मन्दिरतर्फ छौँ। यता चाहिँ हाम्रो म्यामहरू खाँदै होइसिन्छ टक्क खाना। ओके। हाम्रो यहाँ नानी बाबुहरू चाहिँ खेलिरहनु भएको छ। सो देख्न सक्नुहुन्छ पिकनिकमा आएर चाहिँ। सो यहाँले पनि देख्न सक्नुहुन्छ। सो एकदमै रमाइलो भइरहेको छ। सो गढीमाई मेलामा चाहिँ। सो यहाँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ थुप्रै खेल्ने कुराहरू, एक्सर्साइजका कुराहरू पनि थुप्रै रहेको छ। सो यहाँले देख्नुहुन्छ। त्यसै गरी यहाँ लट्कीले घुमिने पनि रहेको छ ठाउँहरू। तपाईँहरू अघि पनि खेल्नु आएन? जिम गर्नु पनि रहेको छ। देख्न सक्नुहुन्छ। सो साइजको विभिन्न गेमहरू रहेको छ। विभिन्न गेमहरू पनि रहेको छ खेल्नका लागि। यहाँ चाहिँ घुम्ने विभिन्न गेमहरू रहेको छ। एकदमै
रमाइलो पार्क पनि रहेको छ। पार्क भन्दा पनि यसलाई जिम स्टेसन भन्छु म चाहिँ। ओके, सो यहाँ चाहिँ विभिन्न खेल्ने कुराहरू पनि रहेको छ। सो म पनि एकदमै अलिकति रुवाखोकी लागेर समस्यामा छु, तर पनि रमाइलो भइरहेको छ। सो देख्न सक्नुहुन्छ विभिन्न खेलकुदको सामग्रीहरू पनि रहेको छ। सो यो चाहिँ गढीमाईको परिसर रहेको छ। सो सक्नुहुन्छ कस्तो राम्रो ब्युटिफुल दृश्य रहेको छ। यता चाहिँ सरिस्मा म्याम, चाहना म्याम, सरस्वती म्याम, सलिना म्याम र सुषमा म्यामहरू चाहिँ खाना खाँदै होइसिन्छ र अन्य विद्यार्थी भाइ बहिनीहरू चाहिँ उता डान्सको लागि चाहिँ, नृत्यको लागि चाहिँ नाचिरहनु पनि भएको छ। सो अलिकति कपिराइट लाग्ने भएको कारणले चाहिँ मैले गीत यहाँ अपलोड गरेको छैन नाचेको। सो त्यसै गरी हाम्रो भाइ बहिनीहरूलाई चाहिँ फेरि दोस्रो पटक चाहिँ खाजाको लागि पनि हामीले यहाँ राखिरहेका छौँ। सो देख्न सक्नुहुन्छ। र यति राम्रो भ्रमणको आयोजना गरिदिनु भएकोमा हाम्रो आदरणीय प्रिन्सिपल रामबाबु कार्की सर र त्यसै गरी सुषमा कार्की म्याम एमडीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फोटोको लागि चाहिँ चाहना म्यामलाई स्पेसली धेरै धेरै धन्यवाद दिन चाहन्छु मनैदेखि। र हाम्रो सम्पूर्ण म्यामहरूलाई पनि यति राम्रो साथ सहयोगको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो स्पेसली लाले दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हस्त नमस्ते, बाइ।